राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह झापामा राजनीतिक गतिविधि अगाडि बढाएसँगै सभापति लामिछाने पनि राजनीतिक गतिविधि अगाडि बढाउने भएका छन्। उनले आज मात्रै सामाजिक सञ्जालमा स्ट्याटस राख्दै लेखेका छन्, आदरणीय आमा बुबा दिदी बहिनी तथा दाजुभाइहरू, सामान्य ठानेको चोटको संक्रमणको कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर आरामपछि आजबाट सार्वजनिक जीवनमा फर्किँदैछु। यो ऐलान, संकल्प र प्रतिबद्धताका साथ फर्कदैछु कि देशमा अब जे हुनेछ त्यो घटना हुने छैन, इतिहास हुनेछ। परिवर्तनको यो इतिहास नेपाली जनताले शानदार उत्सवका साथ आफ्नै हातले आफ्नै मतपत्रबाट लेख्नेछन्। अपदस्थ 2/3 सरकारले जबरजस्ती मेरो शरीरमा हालिदिएको विष निकाल्दै र पखाल्दै देशैभरिका अदालतहरू धाउदा धाउदा थाहा छैन म देशका कति ठाउँमा पुग्न सक्छु, तर मेरो प्रयास बढीभन्दा बढी जनसमुदायसँग प्रत्यक्ष संवादकै लागि हुनेछ। म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न माग्दैछु घण्टीमा भोट। दलहरूका मसियाहरूले राज्यको हरेक धमनीबाट भरेको विष निकाल्न माग्नेछु तपाईको भोट। एकाध पुल, एकाध भवन र एकाध सडकका तस्बिर बेच्ने कस्मेटिक सुधारमा मेरो कुनै रुचि छैन। कुशासनको मुख्यालय भएको सिंहदरबारबाट नै नीलो क्रान्ति सुरु गर्ने प्रष्ट म्यान्डेट बिना हामी हार्नु र जित्नुको कुनै महत्त्व हुने छैन। वर्षौं अघि रोपिएको अस्थिरताको बिउ हुर्केर ठूलो वृक्ष बनेको छ। यसपटक यसको जरो नउखेली कहीं कतै केही बदलिँदैन। यसपटक यसको जरो नउखेली कहीं कतै केही बदलिँदैन। म कहाँ छु र मेरो के हुन्छ भनेर इतिहासको बेक रोक्ने हक हामी कसैलाई छैन। यो देशको भविष्य बदल्ने क्रान्तिका लागि म थप त्याग र कठोर भन्दा कठोर तपस्याका लागि बिल्कुल तयार छु। मेरो नाम इतिहासको कुन पानामा लेखिन्छ वा मेटिन्छ मलाई त्यो परवाह छैन, तर यो देशका सन्ततिको सुनौलो भाग्य मेट्ने र भाग्य लेखिएका त्यही निधारमा ताकेर गोली ठोक्ने विरुद्ध क्रान्तिको घण्टी बजिसकेको छ। अब अन्तिम पर्दा उठ्न बाँकी छ, त्यो पर्दा हामी मिलेर उठाउनेछौँ। भ्रष्टतन्त्रको ठेकेदार बनेर हामीलाई लोकप्रियतावादी भिजन बिनाका, नीति सिद्धान्त बिनाका भनेर कसैले रोइ कराई गर्न पर्दैन। सबैभन्दा स्पष्टसँग लेखिएको रासोपा दस्तावेज पढ्ने जागर विश्लेषणजीवीहरूलाई नचल्नुको भारी हामीले कहिलेसम्म बोक्ने? विचार, सिद्धान्त, नीति सबै भएका भनिएका तपाईहरूको नियत, कार्यक्षमता सब देखियो हो। अब थप नदेखाउनुस्, नपढाउनुस्। देश रसातलमा पुग्दा पनि भट्ट्याएर नसकिएका तपाईका विचारहरू तपाईँहरूलाई नै मुबारक। भारी भरकम शब्दहरू प्रयोग गरेर राजनीतिलाई कम्प्लिकेटेड बनाउनै पर्दैन। प्राप्त उपलब्धि सहितको लोकतन्त्र हामी जोगाउँछौं, नसके जनता छन्। आफ्नो राजनीतिक दोकान र सटर रंग्याउने छुट सबैलाई छ, तर त्यो देशको अमुख नेताले होइन, जनताले जोगाएका हुन्। तिनै जनताको ताकतको बलमा मतपत्र मार्फत हामी सुशासनको घण्टी बजाउँदै विकास, कूटनीति र अर्थ राजनीतिको शानदार युगारम्भ गर्न चाहन्छौँ। तिनै जनताको ताकतको बलमा मतपत्र मार्फत हामी सुशासनको घण्टी बजाउँदै विकास, कूटनीति र अर्थ राजनीतिको शानदार युगारम्भ गर्न चाहन्छौँ। गिद्धले सिनो लुसे जस्तै लुचिएको यो देश अन्तिम सुनामीको तयारीमा छ। मेरो खुल्ला आग्रह छ, अझै पनि जो मिल्नु छ मिल, खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ। हामी मत परिणाम स्वीकार्छौं, तर जनविद्रोहले उखेलेर फालेको पुरानो संसद षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दबाव र धम्की